सबैका छोराछोरीहरू पढाइमा अब्बल भएको देख्दाखेरि हामीलाई आफैलाई पनि मेरा छोराछोरी पनि पढाइमा राम्रा भए अब्बल भए कति राम्रो हुन्थ्यो भन्ने आश कसलाई लागेको हुँदैन। पक्कै हामी सबै आमा बाउलाई यो आश लाग्दछ। तर के तपाईँ जान्न चाहनुहुन्छ, के हजुरहरू जान्न चाहनुहुन्छ पढाइमा आफ्ना छोराछोरीलाई कसरी अब्बल बनाउने, राम्रो बनाउने, हैन? नमस्कार, म तेज अधिकारी, म साइन्स टिचर र शिक्षण पेशामा मैले लामो समयबाट प्राप्त गरेका अनुभवहरूको आधारमा हजुरहरूलाई म यहाँ केही सुझाव दिन गइरहेको छु। यो भिडियोलाई अन्तसम्म हेर्नुहोला है। पहिलो सुझाव के छ भने स्टडी आवर बनाउने। हजुर, यो कुरा चाहिँ एउटा के गर्नु पर्यो भने फिक्स्ड प्रत्येक दिन बिहान बेलुका प्रत्येक दिन कति समय सकिन्छ, बिहान 1 घण्टा बेलुका 2 घण्टा हुन्छ कि जसरी हुन्छ आफ्नो सुविधा अनुसार प्रत्येक दिन त्यही आफ्नो सुविधा अनुसार बनाएको स्टडी आवरमा है प्रत्येक दिन पढ्नै पर्छ, अनिवार्य छ। जसरी दाल भात तरकारी खाना खानु अनिवार्य छ भनेर हामी अनुभव गर्छौँ नि, त्यसरी नै त्यो बेला पढ्नु अनिवार्य छ, त्यो स्टडी आवरमा पढ्नु अनिवार्य छ भनेर पहिलो रूपमा उनीहरूलाई ह्याबिचुअल बनाउनुपर्छ, सम्झाउनुपर्छ, बुझाउनुपर्छ है। चाडपर्व इष्टमित्र जेसुकै आए पनि स्टडी आवरमा पढ्नै पर्छ हैन। रिभिजन गर्ने कि प्र्याक्टिस गर्ने कि लेख्ने कि के गर्ने, तर पढ्नु चाहिँ पर्छ भन्ने कुरा चाहिँ हामीले उनीहरूको दिमागमा घुसाउन सक्नुपर्दछ। दोस्रो, उनीहरूलाई एउटा पढ्ने एउटा सौहार्द वातावरण, राम्रो वातावरण मिलाइदिनु पर्यो घरमा हैन। उनीहरूलाई पढ्ने सामानहरू, पढ्ने रुम, पढ्ने स्थान, पढ्ने कुरा, पढ्ने बेला खानेकुरा सबै हामीले एउटा पोजिटिभ वातावरण मिलाइदिनु पर्यो हाम्रो तर्फबाट। त्यो वातावरणले चाहिँ उनीहरूलाई के गर्नु उक्साओस्, के पढ्नलाई उक्साओस् हैन। त्यो ठाउँमा जाने बित्तिकै एभ्रिथिङ्स पढ्ने सामानहरू पनि अलरेडी पायो भने त्यो बच्चा पढ्नलाई के हुन्छ, उत्प्रेरित भएर आउँछ। त्यसैले दोस्रो नम्बरमा वातावरण मिलाइदिने। थर्ड नम्बरमा, तेस्रो नम्बरमा चाहिँ के छ भने नि हाम्रो केटाकेटीहरूको मानसिकता, माइन्डसेट कस्तो विकसित भइरहेको छ ख्याल गर्नु होला है। किन भन्नुहुन्छ भने नि पढ्नु लेख्नु मेहनत गर्नु पर्छ भने मानसिकता बच्चाहरूको डेभलप भइरहेको छ भने उनीहरूलाई पढ्न गाह्रो हुँदैन। तर आफ्नो वरिपरिको वातावरण हेरेर, सङ्गत हेरेर पढ्नु केही छैन, पढेर केही हुँदैन भन्ने खालको नराम्रो वातावरणहरू डेभलप भइरहेको छ कि एटिट्युड डेभलप भइरहेको छ कि माइन्डसेट डेभलप भइरहेको छ कि विचार गर्नु होला है। गुड मानसिकता भन्नाले सकारात्मक मानसिकता, पढ्नुपर्छ मेहनत गर्नुपर्छ भन्ने भइदियो विकसित भयो भने त्यस्ता बच्चाहरूलाई पढाउन त्यति गाह्रो पर्दैन। चौथो धेरै अनिवार्य, धेरै महत्त्वपूर्ण कुरा के हो भने नि हजुरको हाम्रो केटाकेटीको कहाँनिर कमजोरी छ त्यो हामीले नि आफैले विचार गरेर हुन्छ, हेरेर हुन्छ, मूल्याङ्कन गरेर हुन्छ, अवलोकन गरेर हेरेर हुन्छ कि उनीहरूलाई पढाउने शिक्षक शिक्षिकासँग स्कुल विद्यालयमा गएर गफ गरेर कुरा गरेर इन्टरेक्सन अन्तर्क्रिया गरेर बुझेर हुन्छ, पत्ता लगाउनुपर्छ, जान्नु पर्दछ। जस्तो मैले यहाँ भन्न खोजेको हो के भने नि यदि उनीहरूको बुझाइ ठिक छ, अन्डरस्ट्यान्डिङ इज गुड है, राम्रो छ भन्ने कुरा बुझ्छन्, तर उनीहरूलाई लेख्न पढ्न र भन्न भन्यो भने आउँदैन भने उनीहरू केमा समस्या छ, राइटिङ कम्युनिकेसनमा समस्या छ भने अब हामीले केमा ध्यान दिनु पर्यो, उनीहरूलाई कसरी एक्सप्रेसन गर्ने, अभिव्यक्त गर्ने कुरामा ध्यान दिनु पर्यो। अब हामीले जति भन्दा नि बुझ्दैनन् है, बुझे नि उल्टो बुझ्छन्, राम्ररी ग्रास्प गर्न सक्दैनन् भने उनीहरूको बुझाइ अन्डरस्ट्यान्डिङमा समस्या छ। त्यसैले हामीले बच्चाहरूको तल्लो लेभलमै कुन लेभलमा कुन स्टेपमा समस्या छ पत्ता लगाउनु अनिवार्य हुन्छ र त्यही अनुसारको ट्रिटमेन्टको बच्चा दिनुपर्दछ हैन। यदि बच्चाको बुझाइमा समस्या छ भने बच्चालाई कुन तरिकाले बुझ्छ, त्यो कुन तरिका, धेरै तरिका हुन्छ, सबैलाई एउटै सुट हुँदैन, कुन तरिकाले बुझ्छ त्यसलाई पत्ता लगाएर त्यो अनुसार बुझाउने। लेखाइमा कमजोर छ भने लेखाइमा ध्यान दिने, बोलाइमा ध्यान दिने, यी सबै कुरा गरियो भने बच्चाको कमजोरी पनि हट्दै जान्छ। पाँचौं नम्बरमा बच्चालाई उक्साउने भन्दा प्रोत्साहन पनि गर्ने गर्नुपर्यो। सधैँ पढेनन् भनेर डिमोरलाइज गर्नुभन्दा, डिमोटिभेसन गर्नुभन्दा उनीहरूलाई मोटिभेट गर्नको लागि अवार्ड दिने, पुरस्कार दिने, जसले उनीहरूलाई उक्साउँछ राम्रो काम गर्न, यस्तो पनि गर्नुपर्ने हुन्छ।